हेलो गाइज, भेज मोमो बनाउन लागिरहेको छु भने पत्ताकोपीलाई चप गरेर साथसाथमा प्याजलाई पनि चप गर्नुपर्छ र प्याज र पत्ताकोपीलाई चप गरेर पत्ताकोपीलाई मजाले नुन हालेर पत्ताकोपी निचोरेर यसरी प्याज र पत्ताकोपी मिलाएर अजिनामोटो अदुवा है अन्त रिफाइन छैन भने तपाईँले बटर पनि लाउन सक्नुहुन्छ, नभए चाहिँ तपाईँले डाल्डा पनि लाउन सक्नुहुन्छ है। यसरी तपाईँले डाल्डा सबै मिलाएर यसरी तपाईँले पेडा काटेर है यसरी भटाभट यसरी हेर्नुहोस्, मोमो एकैछिनमा छ्याटेर बनिहाल्छ। यसरी मोमो बनाएर है म चाहिँ मोमो बनाएर दुई खालको अब भेज्दा दुई खालको भटाभट हेर्नु पाके पनि सक्यो तपाईँहरूको अगाडि है मजाले है। यसरी हामी चाहिँ खानु पनि लागिसक्यौँ। साथसाथमा यसरी नै फ्राई गर्दा मोमोलाई फ्राई गरेर तपाईँलाई चिल्ली मोमोको पनि देखाउँदैछु। यसरी मजाले मोमोलाई फ्राई गरेर हो यसरी हेर्नुहोस्, अदुवा लसुनलाई मजाले चप गरेर हल्मेसा चाइनिजलाई चाहिँ चप गरेकै आइटम चाहिन्छ होइन। यसरी प्याजलाई पनि चप गरेर हल्का क्याप्सिकम प्याजलाई चप गरेर मजाले रोस्टेड गरेँ। त्यहाँदेखि चाहिँ हल्का यसरी मैले चाहिँ एकैचोटि मिलाएको छु है सबै टमाटर केचपहरू है यसरी मिलाएर चाहिँ यसरी हेर्नुहोस् तपाईँले मजाले मिलाएर सबै हेर्नुहोस्। यो चाहिँ तपाईँको कर्नफ्लोर हो, कर्नफ्लोर हाल्यो भने चाहिँ अलिकति गाढा त्यसले चाहिँ च्यापै पक्रिन्छ। त्यसलाई चाहिँ अब बेन्डिङको लागि चाहिँ कर्नफ्लोर हालेको हेर्नुहोस् तपाईँले कति दामी भएको छ है मजाले बनाएर हो। अब साथसाथमा तपाईँलाई चटनी पनि सिकाउँदैछु हेर्नुहोस्। यस चटनीको लागि बटर अलिकति हाल्यो, त्यहाँदेखि पिनटलाई हल्का मजाले पिनटलाई ब्राउन गर्यो। त्यहाँदेखि पिनटलाई ब्राउन गरेपछि तपाईँले चाहिँ सुखा मिर्ची लाल मिर्च भन्छ नि, सुखा मिर्ची यसरी सुखा मिर्चीलाई पनि हल्का फ्राई गर्यो। त्यसपछि प्याज हाल्यो, टमाटर हाल्यो, यसकिन त्यसलाई पनि फ्राई गरेर चाहिँ तपाईँले यसरी नुन पनि हाल्यो। नुन पनि हालेपछि चाहिँ तपाईँले पानी हालेर टक्कै अब पानी हालेर यसरी तपाईँले एकछिन छोपिदिनुहोस् पाक्ने गरी। पाकेपछि तपाईँले चट्नी पिस्यो भने यस्तो हुन्छ।